हेलो नमस्ते हजुर सबैलाई स्वागत छ मेरो एउटा अर्को ब्लगमा। यो ब्लग चाहिँ अलिकति ठुलो छ अनि किनभने यहाँ चाहिँ म जाँदैछु मेरो एउटा यो सानो फुच्चे मेरो भदै जो कि हाम्रो घरमा 10-11 वर्षपछि भयो है। जहाँ पनि जान्थेँ म भगवानसँग माग्थेँ अनि त्यही भएर यहाँ चाहिँ बाबु भइसकेपछि भगवानसँग प्रार्थना गर्न आएँ। यो चाहिँ चुडेलमाको मन्दिर भन्छन्। धेरै यहाँ चाहिँ मागेको कुरा धेरैलाई पुग्छ भन्छन्। म पनि एकचोटि दर्शन गर्न गएको थिएँ अनि मैले पनि मागेको थिएँ अनि भाइ बुहारीको लागि छिट्टै बच्चा होस् भनेर। अनि बच्चा पनि भयो है, लगभग 10-11 वर्षपछि नै भयो मेरो भदै। अनि त्यसैको लागि हामी त्यहाँ चाहिँ मन्दिर गएको थियौँ दर्शन गर्न। अनि दर्शन गरेर बाहिर आयौँ अनि नास्ता गरेर फटाफट हामी चाहिँ घरतिर लाग्यौँ अहमदाबाद है। यहाँ चाहिँ मेरो बुढा गाडी चलाउँदै मेरो छोरी चाहिँ सुतिन् अनि भाइ बुहारीलाई उनको घर छोडेर म चाहिँ फटाफट आएर तयार भएँ। किनकि त्यो जनै मुण्डनको कार्यक्रम चाहिँ आज चाहिँ त्यो विवाह जस्तै हुन्छ। यहाँ सबै हल्दी गर्छन् अनि सबै गर्छन् के। अनि त्यही भएर यहाँ चाहिँ यो यहाँको जो पनि विधि हुन्छ सब सकाएर अनि पार्टी प्लट राखेको थियो दिउँसोको खानाको लागि। बिहानको अलिकति जो पनि त्यो नियमहरू हुन्छ नीति नियमहरू सबै घरमा गरेर यहाँ चाहिँ खाना दिनमा राखेको थियो। अनि ग्रह शान्ति भन्छन् है, जो अब पूजा पाठ यहाँ राखेको थियो। एकदम गर्मी छ यहाँ चाहिँ। सबै तयार भएर आएको थिए यिनीहरू चाहिँ सबै मेरो ससुरालीतिरका। अनि यहाँ साँझ चाहिँ मामेरा भन्छन्। यहाँ चाहिँ मामाले पनि जनै मुण्डनमा अनि सुन पैसाहरू त्यो सबै दिनुपर्छ, कपडाहरू मामेरा भन्छन्। यहाँ चाहिँ हामी मामेरापट्टिको यहाँ चाहिँ डान्स गर्दै साँझको टाइममा जाँदै थियो है हामीहरू। यो चाहिँ हामीहरू ससुरालीको तर्फको सबै मान्छेहरू। अनि यहाँ चाहिँ मामेरा लगेर जाँदाखेरि यहाँ आमाजू दिदी अलिकति इमोसनल हुनुभयो। यो चाहिँ मामेरामा पैसा गहना कपडाहरू लिएर जान्छन् यसरी। अनि उताबाट चाहिँ स्वागत हुन्छ, सबैलाई टिका लगाइन्छ, ल्याएको सामानलाई टिका लगाइन्छ। अनि यहाँ चाहिँ हल्का इमोसनल मुमेन्ट पनि बन्यो है, खुसीले गर्दाखेरि सबै रुन लाग्नुभयो। अनि 1 वर्ष पहिला चाहिँ मेरो सासूको मतलब मेरो माइजू सासू बिताउनु भएको थियो। उहाँलाई याद गरेर पनि सबैजना धेरै रोए एकछिन। अनि त्यसपछि यहाँ रिटर्न गिफ्ट पनि दिने चलन छ। माइतीहरूलाई चाहिँ यहाँ चाहिँ कभर बनाएका रहेछन्। अनि यहाँ चाहिँ मलाई मेरो छोरीको, मेरो बुढाको अनि मेरो कभर मिल्यो। एक एक गर्दै सबैलाई यहाँ चाहिँ माइतीपट्टिकालाई कभर दिँदै थिएँ। अनि यहाँ चाहिँ जनैमा त्यो भाग्ने त्यो मामाले छोप्नुपर्ने पनि रहेछ रिवाज। यहाँ चाहिँ यो चाहिँ हाम्रो भान्जा मुण्डन भइसक्यो अनि त्यसपछि यहाँ चाहिँ भाग्दै अनि उहाँलाई चाहिँ खोजेर ल्याएँ। यो पार्टी प्लटमा सबै कार्यक्रम राखेको थियो, धेरै राम्रो थियो। खाना पनि एकदम राम्रो अनि डेकोरेसन पनि। अब इन्डियामा त यस्तै सानो डेकोरेसन पनि धेरै राम्रो हुन्छ, अब त नेपालमा पनि राम्रै हुन्छ है। अनि यहाँ चाहिँ भान्जालाई मामाहरूले सबैले पक्रेर ल्याउनु भयो। यो पनि चलन छ, अब नेपालमा पनि छ होला है, हाम्रोतिर त मैले खासै देखेन। अब यहाँ पहिलोचोटि देखेँ। नेपालमा पनि छ, यो विवाहको टाइममा पनि गर्छन् कसैले। यहाँ चाहिँ यति ठुलो गर्दो रहेछन् नि जनै अनि मुण्डनको फङ्सन, एकदमै ठुलो। दुलै मात्रै नआउने, बाँकी सबै त्यो विवाह जस्तै कि विवाह भन्दा पनि एकदम ठुलो कार्यक्रम हुँदो रहेछ। यहाँ चाहिँ राति फटाफट मेरो बुढालाई चाहिँ ड्युटी जानुपर्ने भएर म चाहिँ फटाफट खानासाना खाएर घर आउनुपर्ने भयो। पार्टी अझै बाँकी थियो। यहाँ चाहिँ लास्टमा तयार बस्नुभएको थियो, म चाहिँ घर आएँ। थ्याङ्क यू सो मच।